हाम्रो चाहिँ हावाहुरीले चाहिँ तार चाहिँ यस्तो अवस्थामा पारिदिएको छ होइन। अनि हामी चाहिँ आज चाहिँ टक्क यसो चक्कर लाउँदैछौँ सबैतिर हावाले के कस्तो असर गर्यो भनेर। हामी चाहिँ यता चाहिँ हिजो एकचोटि हिँडेको थियौँ, तर हामीसँग सामानहरू थिएन र त्यत्तिकै हेरेर मात्र गयौँ होइन। अनि आज चाहिँ सबै उठाउँदै आएको। खासै धेरै चाहिँ क्षति चाहिँ गरेको छैन होइन, तर अब पोलमा बाँधेको भएर चाहिँ झरेको छ। अब यता कता कता रुखमा पनि अल्झाएको थियौँ हामीले, रुखबाट पनि झरेको रहेछ होइन। यस्तो छ अब रुखमा अड्काउनु पर्ने स्थिति छ हाम्रो चाहिँ। अब यसलाई चाहिँ अब कहिले यता पोल हुन्छ अनि पोलबाट नतान न, त्यतिकै अल्झाउ न, यताबाट तान्दा भइहाल्छ त अहिले त्यता उ गर्दा। र यस्तो छ अब हामी चाहिँ गर्दै जाँदैछौँ, हेरौँ के कस्तो हुन्छ। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू ब्लग। अनि आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ। हामी चाहिँ अहिले चाहिँ घुम्दै अनि हामी चाहिँ यतातिर हाम्रो फिल्डमा चाहिँ आइसकेको छौँ। अनि आज चाहिँ मैले भनिहालेँ होइन, यो हावाहुरीले चाहिँ धेरै ठाउँ असर गरेको छ। शिवगञ्जतिर त अब भनि नसक्नु असर गरेको रहेछ होइन। अब शिवगञ्जतिर चाहिँ हाम्रो फिल्ड पर्दैन, त्यही भएर अलिक आनन्दै छ होइन। शिवगञ्जको हेरेर चाहिँ यहाँ चाहिँ स्वर्ग नै हो यतिको चाहिँ होइन, त्यस्तो साह्रो दुःख दिएको छैन। त्यही पनि अब हामी चाहिँ यहाँनिर हावाहुरीले झारिदिएको रहेछ हाम्रो तार। अब यसलाई तानिदिनु पर्ने हुन्छ, तानेर कष्ट गरिदिनु पर्ने हुन्छ होइन। उयो बटारियो भाइ। अनि अब यहाँनिर चाहिँ हामीले तन्काएर चाहिँ फिनिस गरेर चाहिँ जानुपर्ने हुन्छ। एउटा हातले हुँदैन जस्तो छ, दुईटै हातले तान्नु पर्ने अवस्था आए जस्तो छ। हामीले चाहिँ तनक्कै बनाइसक्यौँ होइन। अब हामी यहाँबाट चाहिँ नेक्स्ट लोकेसन हाम्रो हिमाली चोक साइडपट्टि पनि यो खोलामा चाहिँ अलिकति असर गरेको रहेछ होइन, त्यहाँनिर पनि हामीले बनाउनु पर्ने हुन्छ। सो लेट्स सी। हामी चाहिँ अर्को लोकेसनमा आइसकेको छौँ। यो लोकेसनमा चाहिँ हाम्रो चाहिँ पोल छैन होइन। अनि बाँस गाडेको थियो, बाँस पनि हावाले भचाएर कहाँ पुर्याइदिएछ होइन। अब हामीले चाहिँ यहाँको गाउँको मान्छेसँग चाहिँ सहारा लिनुपर्ने हुन्छ होइन। त्यही भएर चाहिँ अब यहाँ गाउँको मान्छेसँग चाहिँ बाँस मागेर हुन्छ कि के गरेर हुन्छ, त्यहाँनिर चाहिँ तार व्यवस्थित गर्नुपर्ने हुन्छ। सो अब यहाँनिर चाहिँ हामीले यहाँनिर पनि अलिकति ब्यान्ड भइरहेको थियो होइन, तारतन्को यो मिलाइसक्यौँ होइन। अब हामी चाहिँ यहाँ बाँसको इन्तजाम गर्नुको लागि चाहिँ अब हामी हिँड्नुपर्ने हुन्छ। फाइनली हामीले चाहिँ बाँसको इन्तजाम गरिसक्यौँ। भाइले चाहिँ बाँस ल्याउँदैछ होइन, मैले चाहिँ यहाँ खन्ती रेडी गरिसकेँ होइन। अब गएर चाहिँ बाँस गाड्नुपर्ने हुन्छ हाम्रो चाहिँ चट्टसँगले। हावाले पनि दिनु दुःख दिन्छ होइन। अब के गर्नु, यस्तै छ ड्युटी नै, यस्तै भएपछि गर्नै पर्यो होइन। चट्ट ठ्याक्कै 1 साल भएको थियो यता लाइन सुचारू गरेको होइन। ठ्याक्कै 1 सालमा चाहिँ यस्तो समस्या आइपर्यो क्या। अब के गर्नु, गर्नै पर्यो होइन। गाह्रो छ। कसको फोटो हो यस्तो यार, फोटो त पुरै हेला भएछ त यहाँ त, खतरा फोटो छ। ल हामी चाहिँ लागिराखेको छौँ बाँस गाड्नुको निम्ति। अब बाँसको चाहिँ पैसा दिनुपर्ने हो कि फ्रीमा दिएको हो थाहा छैन होइन। बाँस फ्रीमा आएको हो कि पैसामा हो? फ्रीमा हो। ल धेरै धन्यवाद है यहाँ यो घरको दाजुलाई होइन, हामीलाई चाहिँ फ्रीमा बाँस दिनुभयो होइन। त्यसको लागि धेरै धन्यवाद। बाँस सँगसँगै यो खन्ती पनि हामीलाई दिनुभएको छ होइन। जस मनकारी हुनुहुँदो रहेछ यो घरको मान्छे चाहिँ होइन, खुसी लाग्यो। जोस् अब पैसै पर्छ भनेको हो भने हामी चाहिँ दिनु चाहिँ तयार नै थियौँ होइन। त्यस्तो नाइनास्ती चाहिँ थिएन। त्यही पनि अब कोही मान्छे त पैसै दिन्छौँ भन्दा पनि अब अलिक अल्टर मान्छे हुन्छ नि त गाउँघरतिर त, हुँदैन कहाँ हुन्छ भन्ने खाले हुन्छ नि त होइन। त्यही पनि अब यो घरको दाइले चाहिँ अब दाइ आन्टी अब दाजु भाउजू को हो पनि होइन, जे भए पनि मजाले नै दिनुभयो। यो पारिपट्टि गाडिदिनुपर्छ होला है यसलाई चाहिँ। के रहेछ बास
यसलाई यहाँ गाडौँ होइन, यो नयाँलाई यहाँ गाडौँ अनि अर्कोलाई उता पारिपट्टि गाडौँ होइन। ल सुरु गरौँ गरौँ गरौँ। भाइ चाहिँ खतरा पोजिसनमा छ आज। फेरि भाइले कट्टु लाएर आएको छु। भाइलाई साह्रै गर्मी भयो अरे। यस्तो छ हामी चाहिँ यो के खोला अरे, यो बनेनी खोला। बनेनी खोला यता नर्स यहाँ तुप्के हान्नुलाई पनि सही हुन्छ, डुबुल्की मार्नुलाई चट्ट नि। यता चाहिँ हिमाली चोक पर्छ होइन। फाइनली मैले चाहिँ खाल्टो पनि खनिसकेँ यहाँनिर चाहिँ। अनि यहाँ हाम्रो चाहिँ अड्काउनुको लागि चाहिँ रेडी गरिरहेको छन् भाइ। ल यहाँ पर पारिपट्टि चाहिँ बाँधिदिएको रहेछ कसले होइन। अनि हानिदियो तुप्के कट्टु खोलिवरी हान्नु लागेको फेरि। फाइनली हामीले चाहिँ तार पनि उठायौँ, हाइटमा भयो। पल्लोपट्टि पनि नचाहिने रहेछ होइन, राम्ररी नै उठ्यो यता पारी पनि। अनि यहाँ भाइले चाहिँ पुर्दैछ धमाधम। यस्तो छ टक्क दामी पारामा उठ्यो अहिले चाहिँ। अब यसलाई चाहिँ मजबुत बनाउनु पर्ने हुन्छ हामीले, यतापट्टि चाहिँ धेरै खाँदा। ठुलो ढुङ्गा ल्याउँ न तल बाटोबाट। भाइले ढुङ्गा बटुलेर ल्यायो। योभन्दा मसिनो ढुङ्गा चाहिँ थिएन, ठुलो ठुलो ल्याऊ है भनेको झन्। यो चाहिँ तान्छ क्या, ठुलो ढुङ्गा चाहिँ उलाम्मै हाल्नु पायो भने चाहिँ अलिक उयो हुन्छ क्या। बाँस पनि फेरि धनुष जस्तै, धनुषको उयो जस्तै छ है पुरै होइन। हामीले पहिला लगाएको बाँस चाहिँ यही हो होइन। यतापट्टि नहरमा डुबिरहेको रहेछ निकालेको अहिले भर्खर होइन। यो बाँस यो चाहिँ सिधा थियो छनु चाहिँ, तर योभन्दा चाहिँ अलिक होचै थियो, त्यही भएर चाहिँ अलिक तलै परेको चाहिँ तार। अनि त्यही भएर दुईवटा चाहिँ खम्बा लाग्छ कि भनेर हामीले चाहिँ दुईवटाको अनुमान गरेको थियौँ होइन, तर परेन। यसैले परैसम्म उठाइदियो तार होइन। अब यहाँबाट चाहिँ हामी अर्को ठाउँ जानुपर्ने हुन्छ, यता हिमाली चोकतिरैबाट इस्यु आएको छ एक दुई ठाउँ होइन, त्यहाँनिर हेरिदिनु पर्ने हुन्छ हामीले चाहिँ। अनि पहिला गाडेको चाहिँ यहाँनिर थियो क्या, ठ्याक्कै बाँधेको यो तारहरू पनि त्यत्तिकै छ यी। फाइनली हामी चाहिँ हिमाली चोकतिर चाहिँ प्रवेश गरिसक्यौँ होइन। हिमाली चोकको बोर्ड चाहिँ यहाँनिर छ, यो सेतो बोर्ड हो। यहाँ सेतो बोर्डदेखि उतापट्टि छ हिमाली चोक चाहिँ होइन। यो निलो टिन भएको ठाउँमा चौतारा भएको छ त्यो हिमाली चोक। हामी चाहिँ यहाँनिर चाहिँ अनि चट्ट यसो हेर्दैछौँ। यो हाम्रो चाहिँ बट्टा चाहिँ पुरा हावाले चाहिँ लुई पिङ खेल्दै रहेछ होइन। यसलाई चाहिँ मजबुत गरेर बाँध्नुपर्ने हुन्छ हामीले। अनि यतापट्टि छ हाम्रो रेड लाइट अलर्ट होइन। रेड लाइट अलर्टमा गएर हेर्नुपर्ने हुन्छ। अहिले चाहिँ हामी चाहिँ धौले चोक आइपुगिसकेको छौँ। धौले चोक यतापट्टि छ यहाँ परतिर होइन। अनि यता चाहिँ खोला यता कटेर चाहिँ यता आइसक्यौँ हामी चाहिँ होइन। अनि यहाँनिर चाहिँ हाम्रो चाहिँ यहाँनिर कस्टमरको घरमा गएको तार चाहिँ बिजोक अवस्थामा रहेछ। त्यही भएर अब यहाँ चाहिँ हामीले चाहिँ बाँधिदिनु पर्ने हुन्छ पोलमा चिटिक्कै पारेर चाहिँ यो तारले होइन। सो यहाँ भाइले चाहिँ अब ताम तयारको साथ चढ्दैछ, हामीले चाहिँ अब थामिदिनु पर्ने हुन्छ। हाइरिक्स हामी चाहिँ धौले चोकैमा छौँ होइन। बाटो चाहिँ यस्तो छ। हाम्रो भाइ यहाँ माथि बाँध्दैछ, तार तन्काउँदैछ होइन। म चाहिँ यहाँ सामान लिएर रेडी भइरहेको छु, रेडी अवस्थामा। अनि ट्याक्क यहाँ चाहिँ बस बिसौरी
अनि अहिले चाहिँ चेन्ज भएर पुरै बारबेर भएर कलर सर रङ रोगन सबै भएर सब रेडी छ। यस्तो छ।